नमस्कार, म अञ्जना नेउपाने। आज पनि एउटा कविता वाचन गर्ने उद्देश्यले तपाईहरू समक्ष उपस्थित भएकी छु। कविताको शीर्षक छ निराश जिन्दगी र यसका रचनाकार हुनुहुन्छ आदरणीय कविवर मुक्ति पोखरेलज्यू। कविता शार्दूल विक्रीडित छन्दमा रहेको छ। यो कवितालाई यसरी वाचन गर्ने अनुमति माग्दछु। छोरो बस्छ अमेरिकातिर गई, छोरी पुगी जर्मनी, एउटा नाति थियो पुगेछ रसिया, अस्ट्रेलिया नातिनी। काया वृद्ध भयो गयो बलबुता, टाढा भए सन्तति, चल्दैनन् अब हात पाउ अघि झैं, सित्तै गयो जिन्दगी। के गर्ने धनले भएर पनि यो चल्दैन काया भने, के गर्ने परिवारले समयमा गर्दैन माया भने। छैनन् अश्रु सुके दुवै नजरका, हेरेर बाटो परा, आएनन् तर सम्झिएर कहिल्यै छोरा र छोरी घर। पानी तपचु हुन्छ छैन घरको, छानो उदाङ्गो छयो, पैसा छन् तर वस्त्र छैन तनमा, साँचेर के नै भयो। आए व्याधि सबै कलेवर भयो, फुस्रो तथा जर्जरा, पीडा हुन्छ शरीरमा तर कठै आएर को भन्छ र। आँखाको सब रोशनी धमिलियो, गाला परे चाउरी, घाँटी घर घर गर्छ कान बहिरो, थाके दुवै पाखुरी। भित्री अङ्गहरू सबै शिथिल छन्, टेकिन्न खुट्टा पनि, कुप्रो ढाड भयो घुँडा सिंह भए, टाढा भयो आँगनी। आफ्ना ती जति हुन् सबै पर भए, नाता हराए यता, जन्मेको स्थल बिर्सिएर सुखले बस्छन् रमाई उता। सारा शून्य भएर वृद्ध वयमा, चिन्ता र सुर्ता लिँदै, फर्केलान् निज बन्धु बान्धव भनी, हेर्दैछु बाटो रुँदै। एउटा आश्रम नै विकल्प बनियो, सन्तान टाढा हुँदा, छैनन् साथ लिएर हिम्मत दिने, आँसु खसाली रुँदा। यस्तै चक्र रहेछ कर्म गतिले, एक्लो गराइदिने, मात्रै घाट रहेछ आश्रय दिने, साथी बनाइलिने। मात्रै घाट रहेछ आश्रय दिई, साथी बनाइलिने, साथी बनाइलिने। धन्यवाद।